कौडा हामी गिलास भने ओइ हामी आएन खाइ अन रहेछ यो त के भन्नु त जिरो न हेति गर्न ओइ यो यस्तो पानी परेको बेला पनि यस्तो खेल्न कस्तो छैन यहाँ हेर उ तल छ्याङ्ग देख्यो तर गएर त मान्छे चाहिँ डुबाउँछ मान्छे चाहिँ डुब्छ भन्न खोजे मतलब त्यस्तो बित्थामा ओभर डेप्थ पनि भन्न खोजेन त्यो बुढीलाई हेर न उहाँसम्म पुग्यो यार तलैसम्म रहेछ कहाँ जानु लाग्छ भाइ हाल्नु नि त हाल्नु न यस्तो चिसो त म चाहिँ पानी नि चिसो भइरहेको छ पौडेको नखेलेको नि 4 वर्ष भयो डुब्दैन मुसी यहाँ जाप जाँदै फाल्दै हाल्छ म त एक लट लाइफ ज्याकेट लगाएर यतिकै हाम फाल न यहीँ छ रड भने कस्तो डराएको हो छ्या ल तिमी हाम फाल नि त ल तिमी एकजना हाम फाल म त्यसमा हाम फाल्छु क्या लाइफ ज्याकेट लगाएर त चिलो त दामी क्लियर छ पानी ढुक्क त लाइफ ज्याकेट लाइफ ज्याकेट लगाएर त म चाहिँ हाम फाल न चिसो छ पानी त्यस्तो छैन चिसो हट यो पानीमा फाल्न मिल्छ हैन मिल्छ तर हराउँछ के हुन्छ तर नुनिल त त्यही त जहिले तर ठिकै यार यहाँ पौडी खेल्न लाइफ ज्याकेट बिना हाम फाले नि हुन्छ डाइभ हान्नु डाइभ ल कहाँ डाइभ हान्ने म किन पहिला कति गहिरो छ गहिरो छ कि दाइमा त्यस्तो डाइभ हान्ने के भुइँमै गाडी नि र ल गहिरो छ क्या छिटो ल जाडो भयो कि मुसी छिटो हान्नु नि त हानेर आइस ल तिमी पनि एक लट हान ल होइन नि म यति हाम फाल्छु हानु हान्नु न हान्नु न जाडो भयो तिमी हान नि भाइ फैलिउ त्यहाँ ल ओए चिर्यो मुसी डुब्दैन कस्तो नुनिलो हो त्यही भएर टाउ साउ ठोकिन्छ कि जस्तो लागिरहेको थियो डुब्छ हो डुब्छ गहिरो हो के त्यति हो कि मान्छे चाहिँ कतिको चिसो पानी छैन त्यस्तो चिसो त्यस्तो विधि चिसो छैन आम्बा ल गहिरो छैन हो दाइ त्यो हो ल ल ल ल ल ल बिजल ल बिजल ल बिजल ल पानीमा जान्छ चिसो छैन झम्मै बिजल ल कट्टु पुजिन गरी ल चिसो छैन हो दाइ पानीमा गएपछि चिसो नहुँदैन छैन हो छैन कसम यो अन्त ए बिजललाई त बडा सोली ल जाडो भयो जानु न दाइ पानीमा गएपछि ठिक हुन्छ के आन न ए पानीमा गएपछि ठिक हुन्छ कि दाइ कसम भने ओए आउँदैन भन्छ ल आमाल ल त्यहाँ कस्तो खेल्न हुने मलाई मात्र रहेछ अलिअलि हात लाग्छ यहाँ आएर मजा आउँदो रहेछ सोल्टी यार के अफ भयो के रेकर्डिङ भइरहेको स्क्रिन अफ भयो चिसो भयो छिटो हामाल्नु आनिस मेरो भिडियो खै भिडियो गरे हो के रे उल्टा 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 उल्टे त यहीँ ठोकिन्छ क्या खानु न दाइ भने एकलट देशमा नाबेर यो त्यस्तो किन हो डुब्ने चिसो छैन कि दाइ पानीमा गएपछि तातो हुन्छ न्यानो छ न्यानो तपाईँ हाम्हाल्नु सुलभलाई आउँदैन लाइफ ज्याकेट लगाएर हाम फाल्छ कि कस्तो इजी हो के डाइभ 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 हल्का पानी भिजाउनु पर्ने ज्यानमा होइन के दाइ जानु के ल ल ल आउँदैन कहाँ मैले यहीँ लडिन्छ त्यही त मैले त्यही लड्छ कि हाम्नु हुन्थ्यो कहाँ यहाँ यस्तरी यस्तरी पछाडि पुग्दैन कि यहीँ अगाडि ठोकिन्छ यहीँ हान नि तिमी हान्नु हान्नु जाडो भयो कि हान नि सोल्टी जानु यार रोगाउनु भाइ कस्तो डोडा हो र भने डराएको होइन कि जाडो तल चुइकी हानेको है तल गएपछि त आनन्द हुन्छ ल खासै देखे छैन त्यहाँबाट यता आउने के ल ल अलि उठाइदिनु न त्यो जाडो हो क्या के हो यस्तो यो स्टाइल पो जान्दैन यो यस्तै पानीमै डाफ हान्न जानु मिल्दैन भित्र मिल्छ
त्यो खस्न त खस्दैन तैरिन्छ कि आफै यो पहेँलो तैरिन्छ पानी उनी केही त देखिन्न होला नि देखिन्छ हाल्ने ब्राइक आउनु न त विशाल दाइ ओ सागर दाइ अनि पौडी खेल्न आउने खैले यहाँ हानेर ड्राइभर त जान सिटी हो नि त सिटी हानेर नभए त सिटी हानेर सिटी छ सिटी छ आँखा बोल्ने त्यो त वहीँ वाइल गयो त्यो त ल होल्डानमा हाम फाल्छ होइन त्यहाँबाट गर न ए सागरले गर नि भिडियो त्यहाँबाट ल कसरी गर्नु भाइ कसरी अन गर्ने हो देखेको छैन यहाँ के पनि ए ल अभिजाललाई ए ल्याएर ड्राइभरमा कस्तो ए लिएर हान्दै डाइभ हान्ने के डाइभ हान्न पर्दा यसो ठाडो हान्न त्यही भने यो तातो पानी हो भने त गाह्रो गर्नु हुन्छ नाक काट्छ डाइभ चाहिँ राम्रो हान्न माथि पछाडि खेल्नु बनाउँदो रहेछ On your mark, get set, go. छेउमै गएर होइन विजललाई तँ खाएर सुत्न मजा आउँछ होला विजललाई यसरी इयरबड र होइन क्याप लगाएर टक्क होइन सिद्धिने मेरो आफै देखेको थियो लास्ट जस्तो देखेको थियो छोड त ल खाली पहिला उल्टी उल्टी कस्तो उल्टी गरेर आफू चाहिँ लाग्दैन त अहिले रेकर्डिङ नै देखाउँदो रहेछ त्यही भनेर सँगै डाफ हानेर अलिक रेस खेलौँ यहाँसम्म पुग्यो डाइभ हान्नु दाइ विशाललाई डाइभ हान्नु न भर्खरै हानेर उताबाट अरू पनि खाइसक्यो यहाँ त्यहाँ लेफ्टमा हेर्दा सिटी छ सिटी त्यहाँ डुब्यो भने पुरा बचाउनु लाग्यो सुल्टे त हान्न मिल्छ त त्यही भए पानीमा त न्यानो छ यो झिमझिम गरे डाइभ हानेको त्यसले उल्टे यहीँ मात्रै हुन्छ क्या उल्टे हान्न उल्टी हान्न उल्टी हान्नु कहाँ हान्दिँदा
लाउनु सामान त म अलि आउँदैन हो त्यस्तो ठाडै गयो त भाइ बाँकी भात ड्राइभर रे स्क्रिनमा छुनु त पानी त होइन नि क्यामेरामा फ्रन्ट भएको फ्रन्टमा भिडियो चाहिँ पानी पानी देखिन्छ नि भिडियोमा पानी त अलि यता देखाएको छ उता देखाएको छैन होइन स्क्रिनमा उता क्यामेरापट्टि साइड कस्तो धैला यार धेरै ठिकै छ सबै हो भिडियो त भइरहेको खै हेरिरहेको छैन भइरहेको खिचिरहेको छ त छाती तरै पछाडि यार दुखिया लाग्छ अलि यस्तो घुम्न मटाकिरहने यस्तो हो के रे अब राते भागेन पोले हो कि लास्टै कस्तो धैला ओ सौरन दाइ आउनु न लाइफ ज्याकेट लगाएर भयो नि हालाउनु भयो यस्तो फेस हान नि त यस्तो नै हाल्नु मिल्छ हल्का घुमाउनु त्यस्तो गरेर यसरी जान आफ्नो पोता म होइन अभिषेकलाई हानेको ल लाइफ हान्छ त त्यही हो जान त जान कहाँ जाने हान ल यसरी ट्याक्क देखिन्छ आफूपट्टि थाकिसक्यो टाढो भयो क्या भित्रबाट न्यानो छ कि ल टाउको ड्याङ नि ठोकिएर ठिकै हुँदो रहेछ अलि ल्याङै हुँदो रहेछ ल बिचल्दै ल ल टाढा चुइकी हान्न त टाढा अलि एकदम कुदेर कस्तो चुइकी सागर हान्न पऱ्यो क्या ल तिमी त कुदेर हाम्फाल न लाइफ ज्याकेट लगाऊ त यताबाट योबाट यहाँबाट यताबाट दौडिदियो छिटो यार जाडो भइसक्यो बाहिर त यार अघि खुट्टा उतारेर डाइभ त नहान फेरि खुट्टा माथि तैरो त पानी खाए ओ सौदन दाइ आउनु न विशाललाई कस्तो कुन स्टाइल भन्छ विशालले यसलाई आउनु न त्यही टाउको के गर्ने रे विशाललाई यहाँ टाउको डुबाउनु मिलेन नि त पोल्छ नि त यो गऱ्यो भने चाहिँ तिम्रो फाट्दैन कि धेरै त्यो फ्री स्टाइल माथि हात यस्तो गर्छ सास पनि फेर्न पायो टाउको निकाल्दै हाल्दै यो गऱ्यो भने थाक्छ कि भुँडी त के हो लाइसेन्स भुँडी अनि त्यो हुन्छ छानेको छिटो न सोल्ली ल कमल झर्छ होला है लास्ट भएर निलो बस्नु देखाएर चाहिँ ला त म जान्छु सास हान्ला फेरि कस्तो दुखेछ नि यहाँ पड्केर अलिक घोप्टो पार्न हातले यसरी नि भयो अहिले चाहिँ तिमी मुनि जाने बित्तिकै होइन मुनि छिर्ने बित्तिकै हात चाहिँ यस्तो गर अनि माथि गर अनि माथि आउँदा मुनि जान्छ अहिले चाहिँ सही भयो डाइभ त्यही भएर अब उल्टी उल्टी त डर लाग्यो किन दामी हो हानु न उल्टी किन र हुने डर लाग्यो यस्तो
अलिक पछाडि हाम फाल्ने हो नि त त्यो खोलेर हान्नु अब सिक्रेट त्यही बिल्ला यार बचाइहाल्छु भने के डर लाइफ फाल्छु त्यसलाई समाधान त्यही हो नि हैन फेरि सिक्ने हो नि ठिकै छ ठिकै अब तिमी नउताउ न को पहिला ल त्यसले जाउँ न मलाई त्यो जान छिर्छ नि हैन हात यस्तो गर्ने त्यसपछि अलिकति माथि गयो माथि आउँदैन तिमी यस्तो जसरी एउटै त उता त मुग्ने त टाढो पर्छ मलाई कसरी आउँछ मलाई टाढो पर्छ नि अनै छ यो अलि आउन त फेरि ठोकेला ठोकिन्छ कि अनै छ अनै छ के भयो ल ल 1 2 खोइ त रेडी हुनु न यसो गर न अनि यस्तो होला के त्यसरी हो नि त होइन रियल त ओलम्पिक त 1 2 3 गो ड्राइभै भनेको अब यार अर्को त माटो अन्डर अर्डर घरमा चस्मा थियो यार ल्याउनु पर्ने अर्को त हेर्नु अन्डर अर्डर दिँदो रहेछ मेरो यस्तो दिइरहेको यस्तो कुकुर टाइपको जितिहाल्यो जित्यो हाटो रेकर्ड त भाइ भएन यताबाट कुदेर हामीलाई नि तिमी त यस्तो डाइरेक्ट यहाँ माथि गरेर हाल्नु यहाँबाट यहाँ चढेर ल एकदम उतैबाट कुदेर आऊ न दौडेर एकदम लड यतापट्टि भनेको यो साइडपट्टि भने कहाँ यता उता उतैबाट कुदेर आउन कहाँ ल तिमीले हाई जम्प हेरौँ न कति टाढा ल होइन बिजल हाई जम्प ए लङ जम्प हाई जम्प कम्बाइन ल दुइटै यता हाने नि भयो यता तर लाइफ ज्याकेट भयो ढुक्क भएर हामीलाई बात खै ओ कहाँबाट आयो अब उज्जवल दा आयो कि बोलाउ न यहाँ आउने यता आउने यताबाट आयो झन्डिदिउँ न उसँग गएर सबैजना झन्डिदिउँ एउटा ठाउँमा चाहिँ कसरी खेल्ने र तपाईँले एउटा ठाउँमा के गर्नु खुट्टा मात्रै हल्लाइदियो हड्डी छ हो खेलिरहेको छ त्यही त हो नि पौडी खुट्टा लाउने हात लाउने लाइफ ज्याकेट चाहिँ हाल्नु सायद जेनी भाइ कस्तो चालेको मैले कस्तो चालेर हातै गलेर सायद तिमीले त यसै चाल्दो रहेछ कि जेनी भाइले होइन मैले माथिबाट नगर्दो रहेछ म त यसै चाल्छु मैले खुट्टा चाहिँ चालेको थियो कस्तो हो त मेरो स्पिड गएन है मेरो अहिलेको टाइपमा लास्टको राम्रो भएको थियो त त्यही हेरेन मलाई पनि ठोकियो घरमा निस्किएर ननिस्किएर हात चाहिँ म त एकछिनसँग सट्ट अगाडि जाने हो नि त्यति बेला अनि म त यति अलग्ग छोडिदिन्छु सर जान दिन्छु उल्टी खेल्न सिक्ने हो नि त यहाँ अब सक्दैन त सक्छ हो बाँकी सामी गर्छ आउँछ तिमीलाई देख्नु होइन अघि हानेको बाँकी उल्टी अघि हान्थ्यो त होइन उल्टी सुल्टी उल्टी उल्टी होइन कि उल्टो चाल्ने हो न अलिअलि बिस्तारै त्यस्तो छैन हातै गरिसक्यो त भयो मेरो ओरि यहाँ तिग्रा गलिसक्यो डल्छु भयो कति चाँडो पुग्यो कस्तो तपाईँको बनाएको थियो नि अगाडि ल्याउनु मलाई नि एउटा त छ उल्टी चाहिँ हान्नु न के हुन्छ र उल्टी अलि डर लाग्यो उल्टी हान्नु गले क्या त्यही भने अड्डाएर
लभली शट नाइस गयो है म त गएको पानीतिर त्यही भएर मलाई लाग्छ आनन्द ल हान म यता तलबाट भिडियो हानिदिन्छु यता त वाइल गलिसक्यो ल ल ल ल बवाल देखेछ नि यहाँबाट भ्यू यार कस्तो क्लाउडी कहाँ डार्क टाइपको त बवाल देखेछ के हो लाइफ ज्याकेटै फुस्किन लाग्यो हान न सोल्टीको ल उल्टे अघि हाने होइन र तर गहिरो त वाइल गएर यार तर खोलामा भन्दा सहिलो हुँदो रहेछ यार गलिसक्यो त्यही त बाउडे जस्तो भइसक्यो है बवाल देखेछ यता अर्का पछाडि म नजिक आउँछु म ल आऊ न आउँछ है तिमीलाई त डर मात्र ल ठोकिन्छ भनेर आउने हो त हान न मलाई त आउनै आउनु उल्टा हान्न तो फार सुत्दिनु मजा आउँछ होला सोल्टी तो गाडी यति तिनजना के एकअर्कालाई डोरी मान्ने अनि सुत्दिनु ल राख भयो बन्द गरिदिनु